आज म हजुरहरूलाई हाम्रो करेसा बारीमा लिएर जान लागिरहेको छु। हाम्रो करेसा बारी ओहो माटोको पुरै गिरेको रहेछ। यताबाट जाँदा अलि रिक्सिक्छु होला जस्तो लाग्यो। यताबाट जानु पर्यो। बाटो बनाउँदै आन्टीको घरबाट गर्नु पऱ्यो त्यसमा। म यताबाट आउनु लाग्यो। ऊ त्यहाँ मेरो बुढी यताबाट जानु पऱ्यो आन्टीको घरबाट। ऊ त्यहाँनिर छ हाम्रो करेसा बारी। It's tough. यस्तो डेन्जर बाटो रहेछ यार। लास्ट डेन्जर रहेछ नि त यहाँ त। ल गाइज म बारीमा पुगेर हजुरहरूलाई फेरि देखाउँछु हाम्रो करेसा बारी। भर्खरै आइपुगेँ बारीमा। के चाहिँ पर्दैन हाम्रो फर्सीको मुन्टा फर्सी छ। फर्सी अहिले पानीले धेरै बिगार्यो। मकै थियो, मकै सब खाएर भ्याइयो। के फल्यो बेबो? करेला थियो, करेला पनि लास्ट धेरै खायो। ओ माय गॉड 4-5 दिन भयो नआएको त। भिन्डी त लास्टै डेन्जर छुपेछ यार। हजुरहरूले कसैले खाने भए मलाई कमेन्ट गर्नु होला। नजिक वरिपरि 3 किलोमिटर वरिपरि हुनुहुँदो रहेछ भने पठाइदिउँला म। मेरो बुढीले अर्ग्यानिक फलाएको खै यता हेर त। साग र भिन्डी मात्र हो, बोडी सोडी फलेर हिँड्छ। भिन्डी त कस्तो घिनलाग्दो भएको छ यार। ल यिनीहरूलाई भिन्डी मात्र देखाएँ, यहाँ त अर्कै चिज लुकेर फल्या रहेछ। बल्ल पो देखेँ मैले। त्यहाँभित्र रहेछ। कसरी त नभए नि यो चाहिँ टिभी हाल्नुपर्छ किनकि पानी पर्ने यस्तो कन्डिसन छ। पानी पऱ्यो भने ठुलो छ। ल आकाशबाट नि पुरा पानी पर्ला जस्तो भए। हाम्रो करेसा बारीमा आजलाई चाहिँ त्यति धेरै तरकारीको उपलब्धि नभए पनि अलिअलि भने चाहिँ बारै छ। एउटा फर्सी गिरमलाई चाहिँ टन्नै भएरै छ। गाबा साबा बोइसिन आएपछि अनि अब जाने हो। अब यो यति भएपछि हामीलाई 3-4 दिनलाई पुग्छ। त्यति भएपछि सजिलो हुन्छ। दिनलाई गएको पानी परेर लास्टै भिजायो। छिटो दौड्यो पानी पऱ्यो। फाइनली पानी पऱ्यो धेरै पछि आज। ल आयो जस्ताको त्यस्तै हजुरहरूको सामु सबै अर्ग्यानिक तरकारी हो आफ्नै करेसा बारीबाट। यस्तै राम्रो अर्ग्यानिक भिडियोहरू हेर्नु मन लाग्यो भने लाइक, कमेन्ट, फलो, सब्सक्राइब गर्नुहोला। थ्याङ्क यू भेरी मच।